मिनासामा कोनिचिवा आज चाहिँ हामी अस्ति हामीले किन्जेसम्म पढेको थियौं है। यो भनेको चाहिँ पार्ट 2 को आज चाहिँ बी पढ्न गइरहेछौं। केवा एनफुरुनो खान्जिओ योमी मास्यो ल इस्योनी गाम्बारी मास्यो मिनासामा तपाईहरुको एक्जामहरु छेउमा आउँदैछ र खान्जी वाइ खान्जी किन त खान्जी भन्दाखेरि चाहिँ विदाउट खान्जी बिना चाहिँ तपाईहरुलाई चाहिँ दोखाइ पनि पढ्नु लगभग इम्पोसिबलै हुन्छ है। त्यसैगरी तपाईले खान्जी बुझ्नु भएको छैन भने तपाईले सिम्पल भर्बहरु पनि या सिम्पल वर्ड्सहरु पनि बुझ्नुहुन्न है। इभन नाउनहरु पनि तपाई बुझ्नुहुन्न किनभने खान्जी चिनेको छैन भने चाहिँ के हुन्छ अलमल भइहाल्छ। त्यसगरी तपाईको अब जेएलपीटी को अथवा जेएफटी को एक्जाम आउँदैछ भने त्यसमा त तपाईको झन् दोखाइ रिडिङ त एकदम स्पिड हुनुपर्छ किनभने तपाईलाई टाइम पुगिरहेको हुँदैन है। त्यसैगरी खान्जी राम्रोसँग तपाईले चिन्ने हुनुभयो भने चाहिँ के हुन्छ त तपाईको प्याराग्राफ दोखाइको रिडिङहरु पनि पढ्छ हैन। अटोमेटिक रिडिङ राम्रो भइहाल्छ र तपाईले एक्सप्रेसन अब जस्तै जेएफटी को कन्भर्सेसन र एक्सप्रेसन को पार्टमा पनि तपाईले खान्जी मजाले बुझ्नु भएको छ भने सरर पढेर त्यसलाई के हुन्छ ठीक एन्सर है त्यहाँ चुज गरेर तपाईले एन्सर मिलाउन सक्नुहुन्छ। र जेएफटी को कन्भर्सेसन र एक्सप्रेसन पार्ट चाहिँ अलिकति ट्रिकी पनि हुन्छ कहिले कहिले हैन। त्यो ट्रिकीलाई चाहिँ तपाईले चाहिँ अगाडि नै हेरेर यस्तो कन्डिसनमा के गर्नुपर्छ भन्ने कुरा चाहिँ पहिले नै बुझ्नुपर्ने हुन्छ र ग्रामर पनि तपाईको राम्रो हुनुपर्ने हुन्छ। त्यसैगरी ल अब आज चाहिँ किन्जेसम्म पढेको थियौं अस्ति हामीले। नपढ्नु भएको विद्यार्थीहरुले चाहिँ कृपया अर्को भिडियोमा हेर्नु होला है। पार्ट 1 को भिडियोमा चाहिँ यहाँ हामीले किन्जेसम्म पढिसकेका छौं र त्यसैगरी अब यो रहेको छ यो के को खान्जी हो उमीको खान्जी हो उमी प्लस यो भनेको सोतो। उमी प्लस सोतो भनेपछि के होला त समुद्र पारी बाहिरको भन्नु खोजेको क्या। समुद्र पारी बाहिरको ल यसरी बुझ्नु पर्यो है। खान्जी चाहिँ हामीले कसरी बुझ्छौं भन्दाखेरि कहिले रिडिङहरु पनि छुट्याएर पढ्छौं ओन्योमी र कुन्योमी रिडिङ पनि छुट्याएर पढ्छौं र कहिले चाहिँ हामीले यसको मिनिङ पनि यसरी बुझेर पढ्छौं है ताकि हाम्रो सबकन्शियस माइन्डमा चाहिँ यो पछि सम्मलाई कहिले नबिर्सिने गरी बसोस्। त्यसैगरी यो उमी भनेको समुद्र अनि सोतोको खान्जी छ। सोतो भनेको चाहिँ बाहिर पारी है समुद्र बाहिरको यानी कि ओभरसीज को भन्नु खोजेको क्या। यो भनेको यसको यो भनेको चाहिँ के हो भन्दाखेरि गाई खाई गाई है। खाई प्लस गाईले के भयो खाई गाई यानी कि ओभरसीज भनेर बुझिन्छ है। त्यसैगरी अर्को छ यो हेर्नुहोस् त यो खान्जी के को होला चिन्नु भयो यो त चिन्नु पर्ने हो। यो भनेको रेकिसी यानी कि हिस्ट्री इतिहास भनेर बुझिन्छ बुझ्नुभयो। रेकी प्लस सी ले रेकिसी यानी कि हिस्ट्री इतिहास भनेर बुझ्नुहुन्छ ल। त्यसैगरी अर्को छ यो भनेको चाहिँ क्यो प्लस यो भनेको खा। क्यो प्लस खाले के हुन्छ क्यो खा भनेको चाहिँ के हो पर्मिसन। क्यो खा भनेको के अरे यो भनेको एन्फोको भोकाबुलरीमा परिगयो पर्मिसन है। त्यसैगरी यो के को खान्जी हो नानको खान्जी हो यसलाई भनेपछि खा पनि भन्दो रहेछ नि त हैन। यसको अर्को रिडिङ खा पनि रहेछ क्यो प्लस खा क्यो खाले पर्मिसन भनेर बुझ्यो। त्यसैगरी अर्को हेरौं त यो के को खान्जी होला तपाईहरुलाई आउनु पर्ने हो है। यो खान्जी चाहिँ तपाईलाई आउनु पर्ने हो। यो खान्जी के को भन्नु त चिन्नु भएन म छुँदैछु त। यो भनेको मुखासीको खान्जी हो। यो मुखासी भनेको चाहिँ पुरानो डेज ओल्ड डेज भनेको है। ओल्ड एज मुखासीको खान्जी राम्रोसँग हेर्नु तपाईहरुको आँखा चाहिँ दायाँ बायाँ हुनु भएन यही ध्यान चाहिँ यही हुनु पर्यो है ल। त्यसैगरी अब अर्को हेरौं